ल अन्तिम डेस्टिनेसन पिस पार्क सक्यो घुमेर। यता चाहिँ छिर्न पाएनौँ, हामीले ताला लगाएको रहेछ भित्र। अब यतैबाट हामीले सकाएर एन्डिङ। छोराछोरीहरू यहाँ थाकेर बसिरहेछन्। काले पनि यता छ, उता अगाडि थकाइ मारिरहेछ। अब चाहिँ यो चाहिँ भनेको हामी ओह्रालो झर्ने बाटो हो, उताबाट घुमेर आएको। जाडो महिनामा पसिना चाहिँ खलखलले भएको छ। घुम्ने बेला पनि अब के गर्नु, यही बेलामा आयो। अलि शीतल होस् भनेपछि फेरि पानी परिहाल्छ। अहिलेको मौसमको भरोसा हो नि। अब चाहिँ हामी घर लाग्ने भनेर निर्णय गरिसक्यौँ। अब यो ओह्रालोबाट लाग्छौँ सरर अटो चढेर जाने हो। नानीले हँसाउँछ गरेर यता एकजना फेरि बसिरहेछ भुइँमा टुक्रुक्क।